What a mistake. गाड़ी आ रहा है दरबार का कौन राजा बैठा है मालूम नहीं। अकबर राजा बैठता था उधर। अकबर वीडियो कर रहा है हाँ वीडियो कर रहा है उधर है ना उधर दिखाई राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो, लेकिन लौंडा यहाँ नहीं रुका। It's not a game, it's a rich thing. Wow! Beautiful! नमस्ते Dun, dun, dun. अनि पहिला पहिला त यस्तो त फेरि सामान्य लाग्थ्यो नि त पहिलाको मान्छेलाई त वाल रहेछ वाल त्यो सिडी चढेर जान्छ ढुङ्गामा कसरी खोद्यो होला तिनीहरूले खोदेरै बनाएको होइन के छ यो त जेलदान हो क्या जेलदान हो कि जेलखाना हो कि भन्ने भइरहँदै के हो दाइ त्यहाँ
यता जाने रुम रहेछ क्या है रुम खायो गुच्चा ढुङ्गा खेलायो है यता के हो फेरि ओ यहाँ त डेन्जर रहेछ हजुर राहुल त तलै बस्यौँ रे पल रहेछ नेटवर्क जमानाको नेटवर्क सेनापति पनि टन्नै थियो होला नि त ड्यान ड्यान बजाएर भाग्नु पर्दैन बस्नै पर्यो होइन पहिला पहिला त यस्तो त फेरि सामान्य लाउँथ्यो नि त पहिलाको मान्छेलाई त वाल रहेछ वाल सिट चढेर जाने ढुङ्गामा कसरी खोद्यो होला तिनीहरूले यो खोदेरै बनाएको होइन के छ यो त जेलखान हो क्या जेलखान हो कि जेलखाना हो कि भन्ने ल यता हेर्दै यस्तो घुम्दै हिँड्यो के हो दाइ त्यहाँ के यति हो यता जाने रुम रहेछ क्या है रुमहरू रुमहरू खायो गुच्चा ढुङ्गा खेलायो है मजा पायो त्यस्तै यता के छ फेरि यता के हो फेरि ओ यहाँ त डेन्जर रहेछ हजुर राहुल त तलै बस्यौँ रे ल अब यो फर्किन्छ भने झ्यालो होला क्या यो चाहिँ गहनालाई इसारा दिन होला नि हिँड्नु यता त के पनि छैन यहाँको रुम माथि रहेछ के अलि अग्लो अग्लो यसरी म गएर आइसकेँ म तल गर्छु ल यहाँ त के रहेछ त्यहाँ गुबा त्यति यहाँ राजा रानी बस्थ्यो कि पहिला त्यो यो त यति ल हेर्नुहोस् के रहेछ यो चियर हो क्या दामी रहेछ ल ओए यता पनि रहेछ बाटो त है यता पनि रहेछ यता पनि रहेछ अँध्यारो छ यहाँ लाइट बालेर देखाइरहेको छ यहाँ दाइले ल के हो यो के बना ओहो भाँडाकुटी खेल्ने ठाउँ यो बनाएकोहरू चाहिँ सब सिल्टिसक्यो फेरि यो त पछि बनाएको होला कि यो ढुङ्गा होइन पहिल्यै हो पहिले हो है यसो पहिला पहिला राखेको यसो भेट्नु पनि भेट्न पाए नि हुन्थ्यो नि बहुमूल्य चिज होइन ठन्ड
पहिला पहिला त थियो होला होइन उनीहरू भङ रहेछ नि त त्यो भत्किएको होला है होइन यो पनि उताको पुरा गर्ने बाटो आउँछु यहाँ भिडियो बनाउँदै पख एक चाहिँ आइहाल्छु है अलिअलि देखिँदो रहेछ तर लाइट नभए त ए ल ओ यता हौ ए माटो ढुङ्गा सुङ्गा के हो तर दाइ चुन ढुङ्गा त भत्किन्छ यता नि रहेछ त्यो ए यता नि रहेछ जाने हो चढ्ने दाइ पक्नै यता पनि रहेछ तेरा त भङ होला दाइ कति तालले अगाडि आयो थाहै छैन दामी छ ल यहाँबाट यसरी फर्किन जाँदैछु है ल ट्याक्क ल क्यामेराम्यान फर्किन जाँदैछु है यता फेरि उता भयो आइज न यता के म यता होइन कि यता जाने हो कि फर्किने ल रक ल दाइ आउनु फर्किन्थे कट्यो हो कट्यो जान त भाइ यहाँ अँधेरो अझै छैन के बाहिर राखेको त अँधेरो भयो जान ल ल म आएँ है ल है हामी चाहिँ यहाँबाट यहाँ फर्क्यो होइन यहाँ यस्तो छ सानो छ टक्क दाइ यताको है ल कत्रो ठुलो छ यो चाहिँ राजाकै हो कि मल्ल राजा चाइनिज राजा यो सकियो दाइ अब ल सकियो राम्रो नराम्रो के हो अब मेरो मोबाइलबाट खस्दै आउँछ त्यो पनि यस्तो देखाउने ल ल यस्तो भान्साघर हो क्या किचन कोठा ल सकियो अब यस्तो रहेछ ल यहाँबाट गफनी ल सकियो अब ल त झरेको त के भिडियो बनाउने है सकियो ल ल बाई 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 फेरि भेटौँ झर्न लाग्यो स्याल बाघ ल दाइ आउनु यता बस् त यता बस्नु अहिले फेरि यो चाहिँ स्पेसल ढोका त्यसमा आयो नि एउटा ढुङ्गा चालेर मारिदिने ल सकियो आज सब धुलो हुन्छ नि ल सकियो ल ल सकियो हामी फर्कियौँ अब 23 लाखको टेक्का पो हो त भन्दै थिएँ सकियो अब लास्टमा यो सिन है ल जाँदैछन् मान्छेहरू पहिला पहिलाकै तिब्बतबाट बेला बेलामा आतङ्ककारी आउँथ्यो अरे के फाँसी घाउ भन्छ कि तिनीहरूको नाम अनि यहाँको जनताले दुःख दिन्थ्यो अरे लुट्ने पिट्ने के गर्ने होइन मान्छेहरू त आयो भनेर थाहा पाएपछि सबै यहीँ घाग्रागुरु यहीँभित्र पस्ने त्यो मूल गेट चाहिँ तल झ्याप्प लाउनेछ लगाएपछि अनि छिर्ने ठाउँ छैन त्यो छेउछेउमा गएर त माथिबाट ढुङ्गा हानिहाल्छन् होइन त्यही भएर उनीहरू छिर्न अनि एकपटक के गरेछ भन्दा तिनीहरू आएर यो मैदानमा चाहिँ एक हप्तासम्म पाल टाँगेर बस्यो अरे अब यिनीहरूलाई के उपाय भने यिनीहरूले पानी थुन्नु पर्यो एक दिन त निस्किनुपर्छ कि त्यही पानी खान नपाएर मर्छ कि निस्किनुपर्छ भनेर एक हप्तासम्म यहाँ टेन्ट लागेर बसेको अरे अनि एउटा मैले उता माथि झ्यालबाट
तेलमा टाउको नहुँदैछ तेलमा टाउको नहुँदिएको क्या अनि त्यसपछि अब ओहो खाने पानीले किन आउने नुहाउने पानी समेत रहेछ त्यहीभित्र हो जाम फर्केर भने नि फर्केर गयो अरे अनि निस्कन पायो अरे राक्षसले अनि त्यसलाई उस गर्छ हो यस्तै के मार्ने भनेर नेटवर्क त्यो हो नेटवर्क तपाईँहरूलाई तिर्नु भयो पैसा 100 रुपियाँ यो दुईटा गुम्बाले 25% लिन्छ हजुर अब यो क्लब कन्जुलिङ के अरे हिमालयन क्लबले चलाउँछ के अरे संरक्षण यसले चाहिँ 23% लिन्छ यो कन्जुलिङ क्लब यसले 18% लिन्छ यो ढाडा पछाडि अर्को पनि छैन पेन्टिङहरू हेर्न पाइन्छ गुफाभित्र अनि त्यो अनि 9% तलको हाई स्कुलले लिन्छ त्यसरी बाँड्छ कि त्यो पैसा बाँडेर जान्छ तर ठ्याक्क चाहिँ एकजनाले अब एकजनाले हामी नै हो के अरे हामीले चाहिँ 23 लाखमा टेन्डर लिएको यसलाई चाहिँ सेफ राख्नुहुन्छ सेफ अझै हिमालयन क्लबले सेफ गर्छ यसलाई सेफ त्यो मान्छेहरूलाई नजा भन्ने सेभ गरिदिँदैन हामी नेपालीलाई सबैलाई विदेशीहरूलाई 1000 रुपियाँ